थियो। आजको खेल भन्यो भने हाम्रो राम्रो रह्यो। सबै नयाँ 14जनाले नै खेल्यौँ भने हामीले चाहिँ 13जनाले नै ग्राउन्डमा खेल्यौँ होइन, त्यही भएर एकदमै राम्रो भयो। हामी सेमिफाइनल पुग्न पाउँदा चाहिँ हामी खुसी छौँ होइन। अब टिम जस्तो जे जस्तो भए पनि हामीले जित भनेको जित नै हुन्छ होइन। त्यही भएर हामी चाहिँ अब गुरुले पनि एउटा योजना भनौँ न बनाएर ल्याउनु भएको थियो टिमलाई। अब हिजो अस्ति अब कुन प्लेयर चलिरहेको छ त्यो अनुसार खेलाउनु भएको थियो, अनि आज कुन प्लेयर लोड कम भएको छ त्यो प्लेयरहरूलाई गुरुले खेलाइराख्नु भएको थियो। त्यही भएर अब हामीलाई चाहिँ अब सेमिफाइनलको लागि चाहिँ हामीले चाहिँ आजको टार्गेट चाहिँ हाम्रो सेमिफाइनल। जस्तो अस्ति फर्स्ट म्याचमा तपाईँ अलिकति भाग पनि हुनुभएको थियो होइन, र अब आफ्नो क्याप्टेन्सीमा पहिलोपटक नेपालको सेमिफाइनल पुग्यो, कस्तो लाग्यो? फर्स्ट दिन भावुक भन्दा पनि अब अलिकति त्यो टिम नमिलेको कारण चाहिँ अलिकति त्यस्तो फिल भएको होइन। अब जति अब नयाँ प्लेयरले खेल्नु के अरे पुरानो प्लेयरले खेल्नुपर्ने थियो त्यति चाहिँ हामीले इफोर्ट दिन सकेनौँ। अब फर्स्ट दिनमा इन्डियासँग अब जुन टिम सेट हाम्रो गराएर ल्याउनु भएको थियो जुन मेन्टालिटीका साथ अब कोचले हामीलाई कोर्टमा उतार्नु भएको थियो त्यो चाहिँ हाम्रो सक्सेस भएको थिएन होइन। त्यही भएर चाहिँ अलिकति गाह्रो भएको त्यो दिनले। अब जुन प्लेयरबाट एक्सपेक्ट गरेको थियो त्यो प्लेयरले अब खेल्न नसक्दाखेरि जुनियर प्लेयर पनि आइदिन्छ र सिनियरलाई पनि अलिकति गाह्रो हुन्छ। हुन चाहिँ हाम्रो टिममा चाहिँ सबैजना जुनियर नै छ भनौँ। म्याचको हिसाबले अब तपाईँहरू देखिराख्नु भएको छ। अब एउटा टुर्नामेन्ट आउँछ स्वाट अब 6-7जना नै हुँदैन, नयाँ टिम नै जहिले पनि हाम्रो त्यही नै भइरहेको छ होइन। त्यही भएर अलिकति गाह्रो चाहिँ भएको थियो त्यो दिन चाहिँ होइन। त्यही पनि अब हामीले नयाँ बहिनीहरूले भनौँ न जुन मिना सलिनाहरूले एकदमै राम्रो खेलेको थियो, त्यसमा चाहिँ हामीले एकदमै खुसी भयौँ। हामी भन्दा पनि अब बहिनीहरू छ है राम्रो, हामी चाहिँ त्यही भएर अब अलिकति भनौँ न अलिक प्लस पोइन्ट भएको थियो, हामीलाई चाहिँ खुसी मिलेको थियो, राम्रो थियो। अब हामी अगाडि बढ्दै गर्दा हामी कहाँनिर चाहिँ उच्च बढी फोकस हुनुपर्छ जस्तो लाग्छ होइन? हामीले चाहिँ मेन भन्यो भने ब्लक र डिफेन्समा चाहिँ हामीले अलिक फोकस गर्नुपर्छ होइन। अनि मेन भनेको हाम्रो हतियार भनेको सर्भिस हो होइन। त्यो पोजिसन चाहिँ हामीले अलिक अझै धेरै टाइट गर्न सक्यो भने चाहिँ हामीलाई अझै प्लस पोइन्ट हुन्छ। र अब विदेशी प्लेयर हेर्ने हो भने अब रिस्कको आधारमा हामीभन्दा धेरै माथि छ। अब उनीहरूको हाइट एकदमै अग्लो कदको छ होइन सबै प्लेयरहरू। हामीले चाहिँ अब त्यो ब्लकलाई चाहिँ अब उनीहरूको स्ट्रङ ब्लकलाई चाहिँ हामीले कसरी तोड्ने भन्ने चाहिँ अब हामीले त्यो योजनाका साथ अब हामी अगाडि बढिरहेको छौँ। अब सबै कुरा ग्रुपले पनि भनिसक्नु भएको छ होइन। त्यही अनुसार अब अग्लो ब्लकलाई र राम्रो टिमलाई चाहिँ अब कसरी खेल्ने त्यो चाहिँ अब योजना छ हाम्रो चाहिँ टिम र कोचको।